हो साथीहरू फाइनली मैले मोटर बनाएको थिएन। फाइनली यो दोकानमा काम गर्छु हैन। फाइनली मोटर बनाइसक्यो हैन। यो मोटर बनाएर सक्यो। फाइनली अब लास्ट एउटा छ यो। अब यो हालिसक्यो भने अब हाम्रो सकिन्छ काम हैन। अनि हामीले यसको लिड निकाल्नु पर्ने भयो। अनि लिड निकालिसकेपछि हामीले बालिस हाल्नु पर्छ। यसको सेटिङ गर्ने चाहिँ अब भोलि हो हैन। अहिले अब बालिस गरेर स्कोप गर्ने अवस्था छ हैन। र हाम्रो टेक्निकल च्यानलमा चाहिँ सब्स्क्राइब गर्नु होला भनेर म भन्न चाहन्छु हैन त। र हामी यो चाहिँ यसको चाहिँ हामी कोइल हालेको पनि तपाईलाई भिडियो अब आउनेवाला छ। अहिले हामी एउटा कोइल छ हैन। एउटा कोइल हालेको तपाईलाई हामी देखाउन चाहन्छौँ। कोइल हाल्नतिर जाउँ होला हैन। अब लास्ट हाम्रो एउटा छ हैन। एउटा छ एउटा हैन। एउटा चाहिँ छ। हामीले अब यो हाल्नको लागि रेडी छौँ हैन। तपाईहरु हेर्नु होला म चाहिँ कसरी हाल्छु भनेर हैन। फर्स्टमा हामीले यसलाई भन्दा चाहिँ यो तार छ नि यसलाई हामीले यो पहिला यो गोल हुन्छ हैन। यसलाई हामीले गोल हुँदाखेरि हामीले यसलाई दबाउनु पर्छ हैन। यसलाई दबाइसकेपछि अनि टक्रक्क यसलाई दबायो सक्यो भने हैन साथीहरु। दबाइसक्यो भने अब तपाईले म यहाँ अब प्रत्येक दिन तपाईहरु भिडियो आइरहेको छ। तपाईले बसी पाउन सक्नुहुन्छ हैन। तपाईलाई अनि प्रत्येक दिन सिकाइराख्छौँ हामीले। अब कोइललाई यसरी हालेर हैन। अब यसलाई यतापट्टि निस्किन्छ क्या। यतापट्टि निस्क्यो भने अब तपाईलाई यहाँ यो एउटा घाट हुन्छ हैन। यहाँ त अब घाट भनेपछि अब तपाईलाई धेरै घाट साथीहरु यस्तो घाट हुन्छ। यस्तो घाटमा चाहिँ हामीले यो तार छिराउनु पर्ने हुन्छ हैन। यो तार छिराइसकेपछि यो तार छिरिसकेपछि अनि हामीले पुरै कम्प्लिट हुन्छ। अनि यसमा चाहिँ हामीले तार गाँसेर लाइनको लागि निकाल्छौँ हामी दुईटा हैन निकाल्छौँ। अनि एउटा चाहिँ कनेक्टरको लागि। अनि यसको कम्प्लिट हुन्छ काम हैन। अनि यसको सबै बडी यसरी भाडा लाग्नुपर्छ हैन। यसरी भाडा लाग्यो भने तार छिर्छ नि त। साथीहरु रेडी भइसक्यो हाम्रो कोइल। अब हामीले बान्ने काम बाँकी छ हैन। अब हामीले बानिराखेका छौँ। बान्ने प्रक्रिया बुढाडा घरेर टेकिले नै कि फ्रिजमा